हिँड्छ नि अब खुसी त उहाँले दिनुहुन्छ मतलब पेसेन्ट खुश तपाईँ खुश होइन सर पेसेन्ट खुश तपाईँ खुश नयाँ जीवन दिनुभएछ हजुर हजुर यति राम्रो रिभ्यू नयाँ जीवन दिनुभयो भन्नुभयो है कति खुसी हुनुहुन्छ यो खुसी छु खानासाना सबै बनाउँछु 2 वर्ष 2 वर्ष बेडमा कम्बरदेखि पनि चल्थेन के पनि चल्दैन थियो अहिले स्वयं तपाईँ त्यही खानाहरू बनाउनुहुन्छ सबै गर्छु है। र तर नयाँ जीवन चाहिँ सरले दिनु हेर्नु त भयो सरले दिनुभएको है हस्पिटलबाट त कहीँबाट हस्पिटलबाट चाहिँ कहीँबाट पनि जाति हुँदैन भन्नुभएको खुट्टा चल्दैन भने खुट्टा चल्दैन अब दिदीलाई पनि मैले भने दिदी रिग्रेट हुन्छ है तपाईँ यसो नगर्नुहोस् तपाईँ भेलोर जानुहोस् अब साइन्टिफिकली डक्टर देखाउनुहोस् यसरी हामीसँग नबस्नुहोस् हामी त छुइछु नि जहिले पनि भनेर दिदी हामीले भेलोर पनि पठायो है पठाउनु भएको भेलोर पठायो फेरि आउनुहोस् भने के छ र म छुइछु नि भन्ने के छ होइन त्यहाँबाट अहिले हेर्नुहोस् चाहिँ अब यहाँ सर्भेसनमा आउनु भएको अन्त उहाँले अहिले कोसिस गरेर लामो समय लिनुपर्छ जस्तो यस्तो बिमारले होइन झटझट हुने चिज होइन तर उहाँ हिँड्नुहुँदा चाहिँ एकदमै खुसी नि अब खानापिना सबै गर्छु है। ये देखिए ये देखिए मैंने पहले कुछ भी नहीं थे ये सकते थे ये देखिए अभी यहाँ ये देखिए लाठी लेके ये देखिए ये देखिए चलने लग गया ना ये देखिए देखिए फटन खाना पड़ गया ना आराम आराम से, आराम से। ये देखिए आपका नाम क्या है हम जाएंगे बड़ा नहीं आपका आपका नाम मेरा आवाज मोहम्मद अजीज ओके तो देखिए मतलब यहाँ हेर्नुहोस् तपाईँले यति राम्रो ट्रिटमेन्ट आफै देखाउँदैछ एक्साइटेड भएर है कितना अच्छा ट्रीटमेंट है बोल के बता रहे हैं तो आप खुश है ट्रीटमेंट से ना बहुत अच्छा इंशाल्लाह। कितना महीना हो ट्रीटमेंट किया हुआ आपका पैसा नहीं होगा हाँ? 5 महीना 5 महीना हो गया ना चलिए बहुत बढ़िया है तो आप इनके कौन लगते हैं मेरा ये ब्रदर लड़के हैं अच्छा, brother लगते हैं, हमारा अपना घर है ओके दवाई है हाँ। दवाई है तो प्रो ट्रिटमेन्ट चल्दैछ यहाँनिर एकदम कठिनदेखि कठिन बिमारी यो सक्दो सेयर गरिदिनुहोस् किनभने तपाईँहरूको एउटा सेयरले गर्दा कसैको ट्रिटमेन्ट राम्रो पनि हुनसक्छ हेर्नुहोस् त आजको डेटमा सिलगढीमा यतिको प्र्याक्टिकल डक्टर्सहरू तपाईँले भेट्नु पाउनु हुँदैन है एकदम राम्रो ट्रिटमेन्ट छ यहाँनिर तपाईँहरूले पनि यहाँनिर आएर